निम्स दाइले आफूले सबैभन्दा बढी माया गरेको काम र जसले गर्दा उहाँलाई संसारले नै चिन्थ्यो त्यो गर्दा गर्दै आफ्नो ज्यान गुमाउनु भयो। निम्स दाइको यो अप्रत्याशित निधनले हामी सबैजनालाई नै स्तब्ध बनाएको छ। यो कसैले कल्पना पनि गरेको थिएन। संसारमा मात्र 14 वटा हिमालहरू छन् जसको उचाइ 8000 मिटर भन्दा बढी छ र निम्स दाइले त्यो 14 वटै हिमाललाई मात्र 6 महिना 6 दिनमा आरोहण गर्नु भएको थियो। त्यो भन्दा अगाडिको रेकर्ड 7 वर्ष 10 महिना 6 दिनको थियो। निम्स दाइले यस्तो रेकर्ड तोड्नु भएको थियो। हामीले यीबाट पनि देख्न सक्छौँ यो कति च्यालेन्जिङ थियो भनेर। यही भएर पनि यो रेकर्डलाई माउन्टेनरिङ इतिहासकै सबैभन्दा ठूलो र एक्स्ट्राअर्डिनरी एचिभमेन्टको रूपमा लिइन्छ। र निम्स दाइको यो एक्स्ट्राअर्डिनरी जर्नी त नेटफ्लिक्समा एज अ डकुमेन्ट्री पनि छ, 14 पिक्स नथिङ इज इम्पोसिबल भनेर। हामी धेरैजनाले त्यो हेरिसकेका पनि छौँ। निम्स दाइको जीवन लामो थिएन, मात्र 43 वर्षको उमेरमा उहाँको निधन भयो। तर निम्स दाइलाई शताब्दीयौंसम्म पनि सबैले याद राख्नेछन्। धेरै मानिसहरूले भाग्यमा विश्वास गरिरहेको हुँदैनन्, तर यहाँ जे पनि भयो यस्तो कुराले गर्दाखेरि कहिलेकाहीँ भाग्यमा पनि विश्वास गर्न मन लाग्छ। ब्रोड पिक निम्स दाइको सुरुवाती योजनामा पनि थिएन अरे। यो अन्तिम क्षणमा गरेको निर्णय नै निम्स दाइको अन्तिम यात्रा बन्यो। नियतिले त्यही बाटो नै रोजिसकेको रहेछ। अब भाग्यमा हामीले कसरी विश्वास नगर्ने? निम्स दाइ पूर्णबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा, नुवाङ थिन्डु शेर्पा तथा ब्रोड पिकमा ज्यान गुमाउनु भएका सम्पूर्ण आरोहीहरू प्रति हार्दिक श्रद्धाञ्जली।